हाम्रो बहिनीहरु चाहिँ आउटरिच जान एकदम तयार हुनुहुन्छ तर रेडी हो रेडी रेडी हो हो एकदम रेडी आउटरिच जान रेडी हो हजुर रेडी हो रेडी हो रेडी रेडी हो रेडी रेडी हो रेडी हो रेडी हो रेडी हो रेडी रेडी ए रेडी 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 ए रेडी एकदम बाय बाय ल हामी आउटरिच जाँदै छौं ल चरम चरम त्यो भिन्डिन्छु भन्छ कि खलासी भन्छ टाइगर साहबहरु हेलो ल रेडी हो बाइ बाइ बाय बाय गाई मातिर त ल ल ल रेडी रेडी ओए बडी बनाउने रे उता उता बनाउने बाइ 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 हेलो जय मसी गाइस हामी सबैलाई माया गर्दिनु होला ल मलाई छैन ल भाइ भाइ हेरौँ त अभिषेक भाइ केटा हेरौँ उडाइ लागेछ यसको माया सम्हाल्दैछु बतासैले उडाइ लागेछ यसको माया सम्हाल्दैछ ला 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 हेलो बहिनीहरू स्माइल प्लिज हाम्रो चाहिँ नि टिम ल साथीहरू हामी चाहिँ टिममा गएर आउन लाग्यौँ तपाईँहरू के भन्नुहुन्छ माया गरिदिनु होला है सबैजनाले हामी चाहिँ हर्चल भन्ने ठाउँमा जानेछौँ हेलो भाइ खलासी भाइ कहाँ जाने हो हेलो सबैजनालाई नम्बर भएर के भन्न चाहनुहुन्छ हाम्रो देखिन भाइ आउनु यहाँ ए कस्तो के मलाई कति
मिठो छ नि चिनी गुलिया जस्तो देन यो धरतीमा पानीको तृष्णा छ त्यस्तै मलाई त्यसको माया छ जस्तो तिमीलाई यो गर्मीमा पायो यसलाई नै पर्नु जम भन तातो पानी यो रुकुमको पुठा भन्ने गाउँपालिकाको तल कमला बहिनीको घर जाने बाटोमा यहाँ चाहिँ तातो पानीको धारा रहेछ यहाँ यो तातो पानी यही हो तातो पानी पोल्छ आहा कसरी आउँछ होला है तातो पानी छौ त ए पोल्छ पोल्छ तातो पानी पोल्छ र पोल्दो रहेछ यहाँ चाहिँ पौडी खेल्ने डुबुल्की मार्ने पोहोर रहेछ यहाँ चाहिँ यस्तो रहेछ है ल हाम्रो सिमन बाबु यसा है हालखबर तातो पानी तातो पानी ब्याग रहेछ ल साथी यो खोलामा जुन चाहिँ तातो पानीको ठाउँ भयो त्यहाँबाट चाहिँ यता ठुलो नदी छ नदीको नाम के हो यो नदीको नाम के हो अर्जल खोला ए खोला हो झरना गयो भने गाडी के सबैलाई हेरबिचार गर है ओ बाबाई ल नाइकेमा ओ तिमीहरुको लेदर उभ्याउ न अनि गाह्रो पनि हुन्छ एकदम रमाइलो अनि अटो गाडी यहाँ
कस्तो बाँडरहरू करा होला कुन बाँडर करायो मान्छे हिँड्ने बाटो ऊ पारि पुल छ पुलबाट पारि गाउँमा जानुपर्छ ऊ यो बाटो आएको छ जुन चाहिँ बाटो तल खोला कतै तिमी त्यहाँ पुगिसक्नु भएछ पहिला गाउँघरमा हिँडेको बाटो याद आयो दाङदेखि रोल्पा गाउँदेखि तल दाङ जाँदाखेरिको बाटो चाहिँ यस्तै हुन्थ्यो तर यहाँ चाहिँ अझै पनि मान्छे हिँड्नुपर्ने अवस्था छ हेर्नुहोस् पारी जुनिङ थकाइ लगाइसक्यो मलाई चाहिँ माथि आएर अब चाहिँ ओह्रालो लाग्दैछ तल झुलुङ्गे पुल छ ओइ न हल्लाउ झुलुङ्गे पुल हल्लाइरहेछ है बाटो अलि स्टिफी छ केही भयो भने पुग्लुङ्गे लड्छ त्यही माथि मेरो हेर यार नानी बसे हो न हल्लाउ यो चाहिँ रुकुमको अर्जल भन्ने गाउँमा जाने झुलुङ्गे पुल तल खोला यस्तो छ यो चाहिँ यसरी हल्लाइरहेछ नि भूकम्प आस्तो रे न हल्लाउ न हल्लाउ न डर त लाग्दैन तर पनि न हल्लाउ के यो बिग्रियो भने केबाट हिँड्छौ ट्विनमा खोइ हल्लै गुड ल हामी अर्जल कमला बहिनीको गाउँमा जाँदैछौँ हाम्रो चेलाहरूको साथ यो बाबु फर कलेक्टिङ राम्रो छ अर्जल आइपुग्यो ल हाम्रो भरिया बहिनी पसिनै निकाल्नु भएछ हावाको पहिलो घरमा आइपुगे पहिलो घर चाहिँ यस्तो छ अर्जलको ल त दोस्रो घर स्वागत गरियो यो ढुङ्गा चाहिँ किन राखे त्यसरी हजुर त्यो ढुङ्गा किन राखे गाईको नारा बनाउने छालाको त्यो गोरु जोड्ने बेला लगाउने बनाएको रे यसो यताको घरको छत चाहिँ यस्तो हुने रहेछ त्यही घरमा हो दोस्रो घरमा हामी विश्राम लिँदैछौँ यसरी बनाउँदैछ ल यहाँ बसेर हामी गफगाफ गर्दैछौँ यस वाइ नट अफ कोर्स फेरि
भनेर फेरि तल बक्लो छठमा यसरी पो हिँड्न पाउनु रहेछ र गाउँको त नि सबै घरहरू चाहिँ ढलाइ हुने रहेछ क्या घर त के हो गमेरो भन्ने माटोले उ गरे ए ल बाटो खनेको ठाउँ भेट्यो अब फेरि हामीलाई तेर्सो घरले स्वागत गर्यो फेरि विश्राम लिँदैछौँ अभिषेक दादा घर कुन हो यही हो यही हो रे अभिषेक यही हो घर अलि राम्रो बाटो यो चाहिँ अभिषेकको घर हो रे हाम्रो विद्यार्थी कुन यही ल हामी अर्जल गाउनु भन्नुहोस् बेस गरी बाबुको घरमा आएर मकै खाने यहाँ पनि होमस्टे रहेछ जय मसी ल कमला बहिनी घर आइपुग्यो ल बसालम ल फेरि हामी कमला बहिनीको घरबाट निस्किँदैछौँ चर्चसम्म जानको लागि ल यहाँबाट हामी हिँड्दै हो पारि देखिरहेको निलो कलरको ठाउँमा त्यो चाहिँ चर्च हो अरे ल जाउँ एक्लै आछ है बाथरुम यहाँ रहेछ यहाँबाट हामी चर्चमा जाँदैछौँ जय मसी ल हामी चर्चमा फाइनल्ली आइपुग्यौँ यता खाना पकाउने ठाउँ रहेछ खानाहरू चाहिँ यता राखौँ त चामलहरू के छ यहाँबाट उता मै बाटो बनाउँदै रहेछ उता त मान्छे आउँदै गर्नुहोस् झरनामा जाँदैछौँ सानो भेरी सुसाइरहेछ भने यता चाहिँ तातो पानी ए आज त भर रहेछ त
यता पनि आइरहेको रहेछ। ओ बाँप उडिरहेको देख्नुहुन्छ होला। यहाँ बाँप उडिरहेछ। आहा तातो छ न्यानो। वाह अहिले त्यहाँको धारो चाहिँ बन्द भएछ, तर सबै पानी यता लगाएपछि ए ल तातो पानी तातो छ। ए ल ल बाई बाई अभिषेक। ल अब हामी यस सानो भेरीलाई तातो पानीलाई बाई बाई भनेर जाँदैछौँ। जस्तो तिमीलाई यो गर्मीमा पानीको बिर्सना यस्तै मलाई तिम्रो माया छ। जय जयकार लड़का बनाया लड़की बनाया लड़का बनाया लड़की बनाया जो भी बनाया अच्छा बनाया जो भी बनाया अच्छा भाले लगेर जाम क्या हो? रोक्छन् बाटो बिग्रेर गाडीहरू पुरै ठाउँमा जाम। माथि डोजरले बाटो बनाउँदैछ।